ल गाइज हामीले चाहिँ चाउचाउ साउचाउ पकाएर चाहिँ होइन गङ्गडा अब डोना ढापालाई भने जस्तै 25 करोडको माल भने चाहिँ हङकङबाट मगाएको भन्ने चाहिँ हामीले चाहिँ अनि यो गङ्गडाले चाहिँ पोल्दैछौँ। चाउचाउ साउचाउ नि बनाइसकेको छ हामी तिनजना काका म अनि यो मेरो सम्धी सरी हामी तिनजना चाहिँ खाजा तरकारी खाजा भनौँ न चाउचाउ साउचाउ बनाएको चाहिँ रेडी भइसक्यो। कराई फेरि डेन्जर छ अनि तिनजनालाई अब गङ्गडासँग बनाएर खाँदैछौँ हामी चाहिँ। फुल भिडियो चाहिँ हाम्रो बयोमा माथि टिकटकमा लिङ्क छ, सो भिडियो हेरिदिनु होला भन्न चाहन्छु म चाहिँ। चाउचाउ फेरि यस्तो तरिकाले बनाउने हो, 3टा अन्डा बोइल गरेको छ, अरू त त्यस्तै हो। अब हामी चाहिँ अब तल हो कि बेसीमा गाउँबाट तल लगभग 1 घन्टाको बाटो हिँडेर तल आएको। जे होस् बनाउने भाँडाकुँडा चाहिँ रहेछ अनि भाँडाकुँडा रहेछ अनि चलाउने चिजै छैन क्या। अनि यो कपडाले समातेर चाहिँ चाउचाउहरूलाई चाहिँ एउटा थालमा अनि 2टा कचौरमा लास्ट आएको भयो क्या मलाई चाहिँ। अनि त्यही भएर हामी तिनजना अब खाजा साजा खाएर चाहिँ माछा मार्न हिँडौँ भनौँ न, हिँड्न लागेको थियो। अनि त्यही भएर भोक लाग्यो, अनि खाजा साजा माथि गाउँबाटै चाउचाउ साउचाउ बोकेर ल्याएको थियो। चिउरा थियो अनि अन्डा एउटा त फुटेछ अनि 2टा अन्डा नि बोइल गऱ्यो, एउटा प्लास्टिकमा हालेर बोइल गरेको थियो हामीले। सो अनि चाउचाउ साउचाउ बनायो खायो अब होइन। खाएर चाहिँ अब माछा मारेर हिँडौँ भन्ने चाहिँ हामी एकदम तयारी अवस्थामा